नमस्कार साथीहरु, मेरो युट्युब च्यानल नेप टेक्निकल सपोर्टमा तपाईलाई स्वागत छ। आज म तपाईहरुलाई वायरलेस प्रविधिबाट कुनै पनि एप्लिकेसन इन्स्टल नगरिकन फोटो, भिडियो, म्युजिक तथा डकुमेन्ट फाइलहरु आइफोनबाट कम्प्युटरमा र कम्प्युटरबाट आइफोनमा कसरी ट्रान्सफर गर्न सकिन्छ भन्ने कुरा सिकाउने छु। तर यसको लागि तपाईको आइफोन र कम्प्युटर एउटै वाइफाईमा कनेक्ट भएको हुनुपर्नेछ। आफ्नो कम्प्युटरबाट आइफोन र आइफोनबाट कम्प्युटरमा डेटा ट्रान्सफर गर्नको लागि तपाईहरुले विभिन्न किसिमको उपायहरु अपनाएर प्रयोग गरिराख्नु भएको छ, त्यो मलाई राम्रोसँग थाहा छ। यीमध्ये कतिपय साथीहरुले डेटा केबलको प्रयोग गरिराख्नु भएको छ भने कतिपय साथीहरुले थर्ड पार्टी एप्लिकेसन इन्स्टल गरेर पनि प्रयोग गरिराख्नु भएको छ। तर आज म तपाईहरुलाई त्यो कुनै डेटा केबलको प्रयोग नगरिकन र कुनै पनि एप्लिकेसन मोबाइल तथा ल्यापटपमा इन्स्टल नगरिकनै सुरक्षित तरिकाले कसरी फाइलहरु सजिलैसँग ट्रान्सफर गर्न सकिन्छ भन्ने कुरा सिकाउन जाँदै छु। अब सबैभन्दा पहिला आफ्नो कम्प्युटरको स्टार्ट बटनमा क्लिक गर्नुहोस् र सर्च बारमा गएर कमान्ड प्रम्प्टको लागि सीएमडी टाइप गर्नुहोस्। सीएमडी टाइप गरिसकेपछि कमान्ड प्रम्प्ट देख्न सक्नुहुन्छ र कमान्ड प्रम्प्टमा राइट क्लिक गरेर रन एज एडमिनिस्ट्रेटरमा क्लिक गर्नुहोस्। यति गरिसकेपछि आफ्नो डेस्कटपमा एउटा कमान्ड प्रम्प्ट ओपन भएको देख्न सक्नुहुन्छ र त्यसमा गएर नेट युजर टाइप गर्नुपर्ने हुन्छ। नेट युजर टाइप गरिसकेपछि एक स्पेस दिएर आफ्नो लोकल अकाउन्टको नाम के राख्न चाहनु भएको छ त्यो नाम तपाईले यहाँ टाइप गर्नुपर्ने हुन्छ। मैले अहिले एबीसी नाम टाइप गर्दै छु। नाम टाइप गरिसकेपछि यसलाई क्लोज गरेर अब भने तपाईले यसको लागि एउटा पासपोर्ट सेट गर्नुपर्ने हुन्छ। पासपोर्ट म सजिलोको लागि अहिले यहाँ 1 2 3 4 लेख्दै छु। 1 2 3 4 पासपोर्ट लेख्दै छु। तर पासपोर्ट बनाउँदा तपाईहरुलाई जहिले पनि एउटा स्ट्रङ पासपोर्ट बनाउनको लागि म सजेस्ट गर्छु। अब त्यसपछि एउटा स्पेस दिएर स्ल्याश गरेर एड लेख्नुहोस् र यति गरिसकेपछि एउटा लोकल अकाउन्ट सक्सेसफुली क्रिएट भइसकेको छ। तर यदि तपाईलाई फ्युचरमा त्यो लोकल अकाउन्ट चाहिएको छैन र डिलिट गर्नु परेको छ भने त्यसैगरी फेरि नेट युजर टाइप गर्नुहोस्। फाइलको नाम लेखेर एक स्पेस दिएर डिलिट लेखिदिनु भएको खण्डमा त्यो फाइल डिलिट हुनेछ। तर मलाई अहिले यो फाइल चाहिएको कारणले गर्दाखेरि मैले फेरि यो फाइल एड गर्छु। यति भइसकेपछि एउटा लोकल अकाउन्ट सक्सेसफुली क्रिएट भएको छ। अब हामी नेक्स्ट स्टेपमा जाँदै छौं। अब अर्को स्टेपमा हामीले आफ्नो कम्प्युटरको डेस्कटपमा एउटा न्यू फोल्डर क्रिएट गर्नुपर्ने हुन्छ। अब म एउटा न्यू फोल्डर क्रिएट गर्दै छु। न्यू फोल्डर क्रिएट गरिसकेपछि त्यो फोल्डरको नाम हामीले त्यही नाम दिनुपर्ने हुन्छ जुन नाम हामीले लोकल अकाउन्ट क्रिएटको लागि प्रयोग गरेका थियौं। जस्तो कि मैले एबीसी राखेको थिएँ, मैले अहिले एबीसी नै राखे। अब एबीसी राखिसकेपछि फोल्डरमा राइट क्लिक गर्नुहोस्। राइट क्लिक गरिसकेपछि प्रोपर्टिजमा क्लिक गर्नुपर्ने हुन्छ। प्रोपर्टिजमा क्लिक गरिसकेपछि शेयरिङ भन्ने अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। अप्सनमा क्लिक गरिसकेपछि फेरि अर्को तल शेयर भन्ने अर्को अप्सन देख्न सक्नुहुन्छ र त्यहाँ क्लिक गर्नुपर्ने हुन्छ। त्यहाँ क्लिक गरिसकेपछि नाम सिलेक्ट गर्नुहोस् जुन हामीले एबीसी भन्ने नाम बनाएका थियौं। एबीसी मा क्लिक गरेर एडमा क्लिक गर्नुपर्ने हुन्छ। एडमा क्लिक गरिसकेपछि अब हामीले कुन अप्सन दिने त रिड मात्रै दिने अर्थात रिड एन्ड राइट। रिड एन्ड राइट हामीले दिँदाखेरि एकदम बेटर हुनेछ र हामी रिड एन्ड राइट भन्ने अप्सन दिँदै छौं। त्यसपश्चात गएपछि हामी शेयर भन्ने बटनमा फेरि क्लिक गर्ने छौं। अब हामी यसलाई डनमा क्लिक गर्ने छौं। यति गरिसकेपछि फेरि हामीले त्यहाँ देख्न सक्छौं अर्को अप्सन एडभान्स शेयरिङ। एडभान्स शेयरिङमा क्लिक गर्नुपर्ने हुन्छ। एडभान्स शेयरिङमा क्लिक गरिसकेपछि यो बक्समा हामी टिक लगाइदिन्छौं र बक्समा टिक लगाइसकेपछि हामी तल परमिसन भन्ने अप्सन देख्छौं र यो परमिसनमा क्लिक गर्नुपर्ने हुन्छ। यो परमिसनमा क्लिक गरिसकेपछि हामी एड भन्ने अर्को अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरिसकेपछि हामीले त्यो नाम यहाँ टाइप गर्नुपर्ने हुन्छ जुन नाम हामीले लोकल अकाउन्टको लागि दिएको थियौं र अब चेक नेममा क्लिक गर्नुहोस्। चेक नेममा क्लिक गरिसकेपछि ओके बटनमा क्लिक गर्नुहोस् र अर्को फेरि देख्न सक्नुहुन्छ फुल कन्ट्रोल चेन्ज अ रिड भन्नेमा छ। यसमा फुल कन्ट्रोलमा क्लिक गर्नुहोस् किनभने हामीले आइफोनबाट ल्यापटप र ल्यापटपबाट आइफोनमा डेटाहरु हामीले शेयरिङ गर्नुपर्ने छ। अब अप्लाईमा क्लिक गर्नुहोस् देन ओके, अगेन अप्लाईमा क्लिक गर्नुहोस् देन ओके र फाइनली अब हामीले क्लोज बटनलाई क्लिक गर्छौं। यति गरिसकेपछि अब फेरि हामीले एकचोटी कमान्ड प्रम्प्ट ओपन गर्नुपर्ने हुन्छ। अब भने हामी कमान्ड प्रम्प्टबाट आफ्नो कम्प्युटरको आईपी एड्रेस पत्ता लगाउँछौं। आफ्नो आईपी एड्रेस पत्ता लगाउनको लागि हामीले यसमा टाइप गर्नुपर्ने हुन्छ ipconfig स्पेस भर्टिकल क्यारेक्टर स्पेस देन फाइन्ड टाइप गर्नुपर्ने हुन्छ र स्पेस दिएर हामीले त्यसमा ipv4 टाइप गर्नुपर्ने हुन्छ र यति गरेर इन्टर गरिदिसकेपछि आफ्नो कम्प्युटरको आईपी एड्रेस पत्ता लगाउन सक्नुहुन्छ। यो आईपी एड्रेस नोट गरेर राख्नु होला, हामीलाई एकछिनपछि यो आईपी एड्रेसको निकै नै महत्त्वपूर्ण काम आउनेछ। अब भने म तपाईहरुलाई मेरो मोबाइलको स्क्रिन तर्फ लिएर जाँदै छु। मेरो मोबाइलको स्क्रिनमा तपाईले फाइल भन्ने फोल्डर देखिराख्नु भएको छ। यसलाई ओपन गर्नुहोस् र राइट साइडको तीनवटा डटमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसकेपछि त्यहाँ अर्को अप्सन भेट्नुहुनेछ कनेक्ट टु सर्भर।
कनेक्ट टु सर्भरमा पनि क्लिक गर्नुहोस् र सर्भर भन्ने अप्सनमा तपाईले आईपी एड्रेस हाल्नुहोस् जुन आईपी एड्रेस हामीले अघि भर्खरै मात्र पत्ता लगाएका थियौं। यसरी आईपी एड्रेस लेखिसकेपछि अब टपमा रहेको कनेक्टमा क्लिक गर्नुहोस्। कनेक्टमा क्लिक गरिसकेपछि दुईवटा अप्सन भेट्नुहुनेछ, गेस्ट र रजिस्टर युजर। अहिले हामीले रजिस्टर युजर प्रयोग गर्न जाँदै छौं। यद्यपि तपाईले गेस्ट युजर पनि प्रयोग गर्न सक्नुहुन्छ। अब त्यसको तलपट्टि नाम र पासवर्ड रहेको छ। नाममा अघि हामीले लोकल युजरको लागि क्रिएट गरेको नाम राख्नुपर्ने हुन्छ र तल तपाईले पासवर्डमा पनि त्यही पासवर्ड राख्नुपर्ने हुन्छ जुन पासवर्ड हामीले क्रिएट गर्दाखेरि राखेका थियौं। यति गरिसकेपछि माथि नेक्स्ट टच गर्दिनु होला। नेक्स्टमा टच गरिसकेपछि देख्न सक्नुहुनेछ एबीसी फाइल यहाँ रेडी भएको छ। यति भइसकेपछि हाम्रो फोन र कम्प्युटर बीचको कनेक्सन इस्टाब्लिश्ड भइसकेको छ। मोबाइल र ल्यापटप बीचको कनेक्सन इस्टाब्लिश्ड भइसकेपछि अब म तपाईलाई मोबाइलबाट ल्यापटपमा आफ्नो फोटो तथा भिडियोहरू ट्रान्सफर गरेर देखाउँदै छु। सबैभन्दा पहिला ल्यापटपको स्क्रिनमा रहेको एबीसी फोल्डरलाई ओपन गरेर हेरौं। अहिले यहाँ खाली देख्न सकिन्छ। अब म तपाईलाई मोबाइलको स्क्रिन देखाउँदै छु। अब म तपाईलाई आइफोनबाट ल्यापटपमा फोटो ट्रान्सफर गरेर देखाउँदै छु। यसको लागि मैले फोटोमा ओपन गर्दै छु। फोटोमा ओपन गरेर लास्टको यो दुईवटा फोटोहरूलाई म ट्रान्सफर गर्न जाँदै छु। पहिला सिलेक्टमा क्लिक गरे, त्यसपश्चात मैले दुईवटा फोटोहरू सिलेक्ट गरेको छु। यो फोटोलाई सिलेक्ट गरिसकेपछि मैले शेयर आइकनमा क्लिक गर्ने छु। शेयर आइकनमा क्लिक गरिसकेपछि स्क्रोल गरेर तपाईले सबैभन्दा तल सेभ टु फाइल भन्ने अप्सन देख्न सक्नुहुनेछ। सेभ टु फाइल अप्सनमा क्लिक गर्नुहोस्। यसरी क्लिक गरिसकेपछि तपाईले यहाँ ब्राउजमा गएर अघि हामीले सेभ गरेको आईपी एड्रेसमा क्लिक गर्नुहोस् र एबीसी फाइललाई तपाईले चुज गरेर सेभमा क्लिक गर्नुहोस्। यसरी क्लिक गरिसकेपछि देख्न सक्नुहुनेछ यो दुईवटा फाइल अब तपाईले यो कम्प्युटरमा गएर सेभ भइसकेको छ। यसरी सजिलैसँग यो इमेजलाई हामीले सेभ गर्न सक्छौं। अब म तपाईहरुलाई मेरो ल्यापटपबाट आइफोनमा भिडियो ट्रान्सफर गरेर देखाउँदै छु। तत्कालको लागि मेरो आइफोनको फाइल भित्र ओपन गरेर हेर्नुभयो भने एबीसी भित्र मात्र दुईवटा पिक्चर भेट्नुहुनेछ र मेरो ल्यापटपको स्क्रिनमा रहेको एबीसी फोल्डर भित्र पनि दुईवटा मात्रै पिक्चर रहेको छ। अब भने मैले ल्यापटपको स्क्रिनमा रहेको यो भिडियोलाई मेरो एबीसी भन्ने फोल्डर भित्र ड्र्याग एन्ड ड्रप गरेर यस भित्र राख्दै छु। अब यस फोल्डर भित्र दुईवटा पिक्चर सँगसँगै एउटा भिडियो पनि रहेको छ। अब मेरो मोबाइलको स्क्रिनमा फेरि हेरौं है त। मोबाइलको फाइल भित्र ओपन गरेर हेरौं है त। अब तपाईले यसमा ओपन गरेर हेर्नुभयो भने एबीसी फाइल भित्र फोटो सँगसँगै भिडियो पनि देख्न सक्नुहुन्छ। यो भिडियोलाई तपाईले यहाँ क्लिक गरेर डाइरेक्ट प्ले पनि गर्न सक्नुहुन्छ। ल्यापटपको यो निकै नै सिम्पल, तर अहिले यो भिडियो हाम्रो ल्यापटपबाट डाइरेक्ट स्ट्रिमिङ भइराखेको कारणले गर्दाखेरि यो भिडियो मोबाइलमा अझै पनि सेभ भएको छैन। यो भिडियोलाई तपाईले सेभ गर्न चाहनुहुन्छ भने तपाईले तल शेयर आइकनमा क्लिक गर्नुपर्ने हुन्छ। शेयर आइकनमा क्लिक गरिसकेपछि तपाईले अर्को अप्सन भेट्नुहुनेछ सेभ द भिडियो। सेभ भिडियो अप्सनमा क्लिक गरेर तपाईले डन गरिसक्नु भएपछि भने अब तपाईको मोबाइलमा यो भिडियो सेभ भएको छ।